गुड मर्निङ साथीहरू। म चाहिँ अहिले यहाँ स्विमिङ पुलमा छु। साथीहरू सुतिरहनु भएको छ, उहाँहरू अलि ढिलो सुत्नुभयो। म चाहिँ अब अलि टाइममा सुत्ने मान्छे परेँ अनि बिहान नि उठिसकेँ। साथीहरू एकछिनमा उठ्नुहुन्छ। एकपल्ट स्विमिङ हाने, अब एकछिन स्विमिङ गर्छु अनि हेर 8:30मा ब्रेकफास्ट आउँछ अनि सबैजना ब्रेकफास्ट खाएर 9 बजे आज हामी बाहिर निक्लिने कुरा छ। आज चाहिँ हाम्रो माडे भन्ने ड्राइभर हुनुहुन्छ, उहाँको नाम माडे रहेछ। अनि माडे इज कमिङ टु पिक अप 9 o'clock। हामी 4-5 ठाउँ जाँदैछौँ। ओके, आई विल अपडेट लेटर। मैले चाहिँ स्विमिङ गरेर नि भ्याइसकेँ। साथीहरू चाहिँ भर्खर उठ्नु हो, ढिलो सुत्या भएको हुनाले स्विमिङ गर्दै हुनुहुन्छ। हाम्रो साथीहरू चाहिँ प्रो स्विमर हो। स्विमिङ पुल सानो भयो अरे उहाँहरूलाई। बबाल स्विमिङ हान्दै हुनुहुन्छ। यहाँको स्टाफहरूले हामीले ब्रेकफास्ट ल्याइदिइसक्यौँ भनेर जानुभएको छ। यहाँ ल्याएर राखिदिनु भयो होला। ब्रेकफास्ट रेडी बनाइदिएर जानुभएको रहेछ यहाँ राखिदिएर। यो ब्रेकफास्ट खान्छौँ हामी। ब्रेकफास्ट खाइसकेपछि अनिखेर हामी आजको ट्रिप सुरु गर्छौँ। अब आधी घन्टा जति टाइम छ हामीसँग। 9 बजे जाने भनेको छ। वेदर राम्रो देखिरहेछ, सोफार सन्नी छ। होप हिजोको जस्तै राम्रो हुन्छ होला आजको दिन पनि घुम्नलाई। यिनीहरूले चाहिँ सबैतिर इङ्ग्लिस भन्दा नि आफ्नै भाषा युज गर्दा रहेछन्। यस्तो लेखाएको छ यो भने अब डिरेक्सन अनुसार वे आउट हो। म बाहिर जाँदैछु अनि बाहिर जाँदै मैले यहाँ यस्तो देखेँ। यो चाहिँ अब चुक्कुल सिस्टम रहेछ होटलमा पनि। यसरी यसलाई तानिसकेपछि यो खोल्ने रहेछ यसरी अनि हेर बाहिर जानलाई। ओके, अहिले चाहिँ 9 बज्यो। हाम्रो ट्रिप स्टार्ट भयो आज सेकेन्ड डेको। हामी अनि आज हिजो अस्ति 2 दिन बसेको होटल पनि छोड्यौँ। आज अर्कै भिल्ला बुक गरे एयरबिएनबी टाइपको। त्यहाँ जान्छौँ चेक इनको लागि, तर एट द इन जान्छौँ। सब लगेजहरू यहाँ गाडीको पछाडि राखेको छ। सो यहाँको बाटो चाहिँ लास्टै न्यारो हुँदो रहेछ। यस्तोमा सब 2 वे हो, यो 1 वे बाटो जस्तो। यस्तो टर्निङ। अब यो जङ्सन यस्तो छ, यसरी जानुपर्छ बाटोहरू। So brother, where are we going today? What's our plan? Today? Yeah. Your plan is riding to quad bike first. It is so really fun and then so really famously activities in Bali. And then for the riding, you can come down to the river and then coming out from the cave, waterfall or something like that. अहिले चाहिँ हामी यहाँ पेट्रोल स्टेसन आइपुगेका छौँ। गाडीमा पेट्रोल सक्यो अरे। यहाँको पेट्रोल स्टेसन चाहिँ यस्तो हुँदो रहेछ। अनि तेल हाल्ने सिस्टम नि नेपालको जस्तै मान्छे बसी पैसा उठाउने, जति भन त्यति हालिदिने। अनि गाइज इन्डोनेसियन गाना सुन्दै जाँदैछौँ हामी चाहिँ अहिले। I like this road. Wow. Yeah. Wow. Is this the main highway? Yes. ल यो चाहिँ यहाँको मेन हाइवे रहेछ। अलि राम्रो हाइवे भनेको। It's the ocean. फर्स्ट स्टप हाम्रो क्वाड बाइकिङ हो आजको। क्वाड बाइकिङको लागि हामी आइपुग्यौँ यहाँ। टिकट लिएर अनिखेर हाम्रो स्टार्ट हुन्छ। गेटिङ रेडी फर क्वाड बाइकिङ। टी सर्टहरू लियो। यस्तो ठाउँमा आइपुगेका छौँ हामी। क्वाड बाइकिङ सुरु हुँदैछ। त्यसको लागि हामीले 4,400,000 रुपिस यहाँ छ। यसमा 4,400,000।
Go, go. Wait. क्वाड बाइकिङ गरेर भ्याइयो अब हामी लन्च गर्न जाँदैछौँ क्वाड बाइकिङसँगै यिनीहरूले लन्च पनि प्रोभाइड गर्ने रहेछन् तर यो सटल बस चढेर जानुपर्ने रहेछ अब रेडी टु गो फर लन्च ओके लन्च खाने ठाउँमा हामी आइपुग्यो अब यहाँबाट छिर्ने रे जस्ट 2 मिनट ड्राइभमा रहेछ काशी बाइकिङ सक्यो हाम्रो होइन त निहाउ त्यहाँनिर काशी रेडी के छ हाम्रो खानाको लागि बफेट सिस्टम रहेछ के भन्छ ब्रो खेला उड्दिएर वाउ भेरी हार्ड वर्किङ बाइक कुदाउँदा कुदाउँदा यति खाउँदा पुरा असिना नै गरे यार तर एकदम पुरै छ सही लाग्न चाहिँ अलराइट आजको हाम्रो नेक्स्ट ट्रिप स्टार्ट भयो ऱ्याफ्टिङ कम्पनीकै बसले यहाँ ल्याएर छोडिदियो अब एकछिन हिँड्नुपर्छ अरे 5-10 मिनट त्यसपछि ऱ्याफ्टिङ स्टार्ट हुने स्पोटमा पुगिन्छ लेट्स सी हाउ इट गोज कटरको पत्ता देखिनस् रुख ज्याकफ्रुट हाँ यस ओके राइट I can hear something. एडभेन्चर पनि बाप रहेछ एडभेन्चर पनि बाप रहेछ म फोन लिएर आउनु पर्ने रहेछ No. फोन आउँदा बोल्नु अलिकति त त्यही जाँदा नि हुन्छ सिधै जाँदा नि हुन्छ Yeah. हो पैसा नि यार लिएर जानु तर नेपाल जाँदा बेलामा सजिलो हुन्छ त्यस्तो जानु Rafting? होइन यसको देशहरू सजिलो जानु यहाँबाट सही गरे आज चाहिँ नपेले के लगभग 15 मिनट जतिको ओह्रालो वाकमा झरिसिएपछि हाम्रो ऱ्याफ्टिङ गर्ने स्पोट आइपुग्यो हाम्रो ऱ्याफ्टिङ चाहिँ ग्रुपमा जस्तो छ रमाइलो हुन्छ Hey, hey. Okay, 2% here? Yeah. Wait, पानीको फ्लो त उता छ त्यही त दमै नलागिकन उडिरहेछ
Forward. खोइ त नि Forward! 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 Alright, after rafting, early dinner is ready. I know. Bro, I need a watermelon. I need to have it. What do we have got here? Same दिउँसोको जस्तै रहेछ यार. यो के हो यो सोधेको यो? यो चिकन हो हेर चाउमिन रहेछ. Traffic chaos in Bali. Too much traffic. जहिले यस्तै ट्राफिक हुँदो रहेछ बेलुका चाहिँ. एकदम खूब आउँछ यो. नाच्छ. 1000 AUD चेन्ज गर्दैछौँ अब यहाँ कति हुन्छ. I can take video, right? Yeah. पानी र चकलेटको पनि व्यवस्था रहेछ पैसा एक्सन गर्न आउँदाखेरि. ब्रो हाम्रो कति आउने भयो $1000 को हिसाब पनि 10,000 सेकेन्ड कति हो 106 1 मिलियन $1000 को यति पैसा आउने भयो हामीलाई. वाओ. all good. Yeah, have you checked it? 1 2 3 4 5 600,000. Yeah. Have you checked again? All good. Thank you, brother. Bro. भोलि अब के हो भनेर हामीले आजै हल्का आज चाहिँ हल्का भयो नि सपिङ गरौँ भनेर सपिङ गर्न छिरौँ यहाँ. अब एकछिन हामी सपिङ गर्छौँ त्यसपछि अनि हामी अब सिधै होटल जान्छौँ. त्यति नै आजको हाम्रो सकिन्छ आजको दिन. Shopping is done. Only 3.8 million. We run. Yes, that discount. And the shopping is done. Only 3.8 million.